आजकल नयाँ भनेर सोसियल मिडियामा होहल्ला गर्नेहरू नयाँ हुन्, ती सबभन्दा पुराना हुन्। ती कामरेड प्रचण्डजी बाबुजीको डुल्लु त्यतिखेर हामी पनि जेन्जी थियौँ के। राजाको छोरो मात्रै सधैँभरि राजा किन, गरिबको छोरै नै राजा हुन पाउनुपर्छ। हाम्रो देशमा गरिब नै सधैँभरि गरिबको गरिब। यिनीहरू अमेरिकाबाट चल्छ, अमेरिका साम्राज्यवाद मुर्दाबाद, भारतीय विस्तारवाद मुर्दाबाद भनेर हामी रातभरि चाहिँ पम्पलेट त्यो टाँख्दै हिँड्ने, भित्तामा लेख्दै हिँड्ने, मसाल जुलुस गर्ने। साँच्चीकै हो त भाइ, अब हुन त हो नि त भाइ, यता शासन गरेर केही गरेनन् भनेर हामीलाई चाहिँ त्यो घोडाको के लगा हुन्छ नि त्योपट्टि, त्यस्तो गरेर हाम्रो एकदम उग्र बनाउँथ्यो। त्यतिखेर मान्छेले 17,000ले ज्यान गुमाए, कतिका काखरिते, कतिका टुहुरा भए, कति अझसम्म पनि बेपत्ता छन्। अब कतिले यहाँ अहिले औषधि उपचार सिटामोल पाएको छैनन्। जुन गरिबलाई चाहिँ म उत्थान गर्छु भनेर हिँडेको एउटा माइकल लाल, गरिबको कुरा गर्दा गर्दै ऊ कतिखेर धनी भयो, उसले उसका परिवारले कतिखेर लग्जरी जीवन जिए। 17,000 मान्छेले ज्यान गुमाउन पर्ने, यहाँ चाहिँ बेपत्ता हुनुपर्ने, घाइते हुनुपर्ने, अपाङ्ग हुनुपर्ने चाहिँ गरिबका छोरा। अनि हामीले चाहिँ उसलाई चाहिँ राजा बनाउनको लागि, उसलाई चाहिँ हिटलर बनाउनको लागि दुनियाँले ज्यान गुमाउन, यहाँ रगत बगाउन पर्दो रहेछ भने त प्रमाणित भयो। अहिले फेरि आएर जनतालाई चाहिँ यो आक्रोश बनाउने, यस्तो हो उस्तो हो। तिमी पनि प्रधानमन्त्री भएका थियौ त, इन्डियाको बारेमा के बोल्यौ, भारतको बारे अमेरिकाको बारेमा के बोल्यौ त, केही गरेछ? यो भाषणभन्दा केही छ? म 10 वर्षमा एसियाको तै लान्छौँ कहाँ लान्छौँ भनेर कहाँ लानु? आफ्नो जिन्दगी चाहिँ यहाँ चप्पल लाएर छिरेकाहरू, तिमीहरूका जिन्दगी चाहिँ भुइँबाट एकैचोटि आकाशमा पुग्यो। बिचरा ती गरिबहरू, गरिब धनी हुन लडेका, त्यो धनीको त के कुरा जाओस्, त्योभन्दा पनि तल्लो स्तरमा पुगेका छन् अहिले। त्यो कसले गर्यो? मैले, यहाँ गरिब जनताले, तिमीहरू जस्ता नेताहरूले गरेका हुन्। त्यसैले अगर यो देशलाई देशको माया छ, देशको चाहिँ जनतालाई भलो चाहने भनेदेखि राम्रा मान्छे मिल्न पर्यो। राम्रा मान्छे मिलेर देश बनाउनु पर्यो। अझ पनि यो आतङ्क एउटा बम हाने जस्तो बङ भाषण मुखले मात्रै छाड्दै हिँडेर देश विकास हुँदैन के। चप्पल लाएर छिरेका तिमीहरू काठमाडौँ हेर्दा लग्जरी जीवन कसरी जिएका छौ, तिमीहरूका परिवार हेरेर त लय खुवाई हेर्दा हाइफाई। गरिबले अहिले गाउँमा अझ पनि सिरापोटले पाएको छैन। अनि के भयो गणतन्त्र आएर? के परिवर्तन भएको छ गणतन्त्र आएर? एउटा मात्रै परिवर्तन देखाएन तिमीहरूले। भएको कलकारखाना जम्मै बेचेर खाछौ, जम्मै यहाँ सरकारी स्कुलहरू बन्द छन्, सब यहाँ प्राइभेट बोर्डिङ पैसा लुटे छन्। के छ यहाँ? केही छ? केही प्रगति भएको छ नेपालमा? अझ ठुल्ठुला कुरा गरेर जनता जुदाउने भन्दा काम जाने छैन है। लाज बचेकाहरू यार। तिमीहरूका पहिलाको फोटो उठाएर अहिलेका फोटो उठाएर हेर त तिमीहरूका जिन्दगी। हाम्रो त बच्चैदेखि उठाउने पनि त्यस्तै छ, अहिले पनि हाम्रो फोटो त्यस्तै छ के। तर तिमीहरूको हेर त जिन्दगी कहाँबाट कहाँ पुगेको छ। बिहान बेलुका ढिँडो खान नसक्नेहरू अहिलेका तिमीहरूका जिन्दगी लग्जरी जीवन जिएर खुब घुमेका छौ होइन, खुब भाषण छोकेका छौ। पछाडि फर्केर हेर त एकपल्ट, हामीले पनि साथ दियो, हामीले पनि गरे हो। सधैँभरि जनतालाई चाहिँ मारमा पार्ने, सधैँभरि जनतालाई चाहिँ रणभूमिको मैदानमा चाहिँ बलिको बोका चढाउने, आक्रोशित गराउने, रगत तताउने भन्दा काम तिमीहरूको छैन। लाज बचेकाहरू।